मर्छु जस्तो पनि लाग्दैन, म मर्छु बाँच्दिनँ जस्तो लाग्थ्यो क्या। तपाईँ पटक पटक नआउनु भन्ने, कुनै डाक्टरले त तपाईँ मेरो औषधि तपाईँ मेरो पसल बन्द गर्नको लागि मसँग आउनु भएको छ के हो पनि भन्नुहुन्थ्यो। आज तिम्रो जीवन गवाई अनि सबैले सुन्न गइराख्नु भएको छ। आफ्नो जीवन गवाई चाहिँ कसरी प्रभु येशू ख्रीष्टलाई पाउनु भयो त्यो विषयमा चाहिँ हामी कुरा गर्नेछौँ है त। प्रभु येशू ख्रीष्टको बारेमा कसरी जान्यौ त, चिन्यौ? प्रभु येशू ख्रीष्टलाई कसैले बतायो तिमीलाई? कसैले बताएको थिएन। पहिले चाहिँ मेरो चाहिँ बिहे भइसकेपछि बुवा आमाहरू क्रिस्चियन हुनुभयो। अनि त्यसपछि मेरो बिहे भइसकेपछि बाबु जन्मियो। बाबु जन्मिसकेपछि मेरो शरीरमा हरेक किसिमको रोगहरू समस्याहरू आयो। रोगहरू भन्नाले के रोगहरू आयो? रोगहरू आयो, मेरो छातीको समस्या आयो। पहिलो कुरा सर्वप्रथममा के हुन्थ्यो छातीमा? छातीमा बाबु 9 दिनको हुँदा दुध नआउने, अनि त्यसमा हरेक समस्याहरू देखाउँथ्यो। अनि धामी झाँक्रीकोमा जान्थेँ, जाँदाखेरि दुष्ट शैतानका खेल देखाउने। नेपालगञ्जसम्म गएँ एकपटक। श्रीनगरमा चेकअप नगराएको कुनै डाक्टर छैन। श्रीनगरमा सबै डाक्टर चेक गरायो? सबै चेक गराएँ। नेपालगञ्ज एकपटक गएको। अनि त्यसपछि चाहिँ झन् समस्या आयो क्या। अनि सबैले भन्थे अब छातीको समस्या क्यान्सर हुन्छ अनि भन्थे। हस्पिटल जाँदा पनि चिताउन जाऊ भन्दैन, अपरेसन गरेर चिताउन जाऊ भन्दैन। किन भने त्यस्तो तिमी जाँदाखेरि कसरी पसल बन्द हुने? उहाँले दिएको औषधिले मलाई समाउनु भएन, राम्रो निको नहुने जस्तो भयो। निको भएन औषधिले चाहिँ नाउ भनिदिनु भयो। डाक्टरले नै नाउ भनिदिनु भयो? नाउ भनिदिनु भयो। तपाईँ मेरो पसल बन्द गर्न आउनु भयो, गर्न खोज्नु भयो, अनि तपाईँलाई यहाँ सन्चो हुँदैन, चिताउन जानु भन्थे। थाहा छ, याद छ कहाँ हो त्यो भनेको? त्यो चाहिँ अब परगस्ट नभनौँ, उहाँहरूले सुन्नुभयो देख्नु पिर मार्नुहुन्छ। हरेक मान्छेहरूले भन्थे कि तँलाई क्यान्सर हुन्छ त मर्छस् भन्थे। अनि कुनै मान्छे पनि मर्छ भन्ने सुन्थे। त्यति बेलासम्म बाबुले दुध खाएन? के खाए बाबु? केही खाएन। कति महिना वर्षसम्म भयो त्यस्तो समस्या? त्यस्तो समस्या बिहे गरेँ। बिहे गरेदेखि अहिले 6 वर्ष भयो। मतलब त्यो छातीको समस्या कति समस्या भयो? 6 वर्ष भइसक्यो। 6 वर्षसम्म? अनि बाबुले के खाएर बाँच्यो त? केही खाएन। अनि एउटा दुध खान्थ्यो, राम्रोसँग नआउने, त्यही पनि खाना त्यस्तै भएर होला आउँदैन थियो, खाने नखाने त्यस्तै। भनेपछि बाबु जन्मेदेखि अहिले बाबु 6 वर्ष भयो। 6 वर्षसम्म त्यो समस्या भइरह्यो? 6 वर्षमा उपचार पनि गरि नै राख्यो? गरि नै राखेँ। कहीँ ठिक भएन? कहीँ ठिक भएन। त्यसपछि अनि औषधि गरेर कति पैसा खर्च भयो त्यो 6 वर्षमा उपचार गर्दै? पैसा त अब भयो होला 3, 4, 5, 6 लाख जति भयो होला। 5-6 लाख जति भयो होला। अनि मैले चाहिँ त्यो नपुगेर पनि मैले सुन पनि बेचेँ सबै। सुन आफ्नो कानमा भएको सुन बिहेमा हालिदिएको सुन पनि बिक्री गर्यो? त्यो पनि बेचेँ। बेचेर उपचार गरेँ। अनि एकजना मेरो गाउँको सुरेश दाई पास्टर हुनुहुन्थ्यो, उहाँलाई पनि सोध्थेँ दाई मेरो यस्तो यस्तो समस्या छ, म निको हुन्छु कि नै, म विश्वास गर्छु भनेर। अब तिमीले प्रभु येशूलाई चिन नानी, चिनेपछि सबै कुरा राम्रो हुन्छ भनेपछि कसैले तिमीलाई चाहिँ प्रभुलाई विश्वास गर भनेन, तर आफै चाहिँ गएर पास्टर दाईलाई भेट्यो भन्थे। अनि यो सब कुरा फेरि आमा बुवालाई पनि थाहा थिएन, किनभने चिन्ता लिन्छन् धेरै। अनि त्यो पिर लाग्यो फेरि नदिम आजसम्म कति चिन्ता लिन पठाउने हो र भनेर भन्दैन थिएँ। अनि 2 वर्ष जति भएको थियो, आमालाई सब सन्चो भएको छ भनेको थिएँ। अनि त्यसपछि आमाले भन्दै थिए विश्वास गर, तँलाई सबै कुरा ठिक हुन्छ भन्दै आमाले भन्नुभयो? आमाले भन्थे। अनि घरमा हाम्रो त्यस्तो भयो नि, त्यही भएर मैले मानेन। पछि चाहिँ धेरै दुःख। यता घरमा चाहिँ श्रीमानसित कुरा मिलेन? श्रीमान परिवारसित नमिलेको कारणले विश्वास गर्ने भएन? अनि त्यसपछि कहिले चाहिँ मर्छु जस्तो पनि लाग्दैन, म मर्छु बाँच्दिनँ जस्तो लाग्थ्यो क्या। भनेपछि अब यो समस्या समाधान भएन, उपचार पनि गर्दा पनि ठिक हुँदैन, अब विश्वास गर्न पनि घरमा दिँदैनन्, धामी झाँक्रीले पनि चाहिँ ठिक गर्न सकेनन् भनेपछि मर्न मन लाग्ने भयो? मर्न मन लाग्यो। त्यो मर्ने कोसिस त गरेन? त्यसरी कोसिस पनि अब भयो होला कतिखेर चाहिँ अब प्रभुले बचाउनु भयो। अनि के गरे? धेरैचोटि अब कहिले पासो लगाएर मरम जस्तो लाग्ने, कहिले औषधि खाएर आमा छोरा नै मरम जस्तो लाग्ने, म छैन भने मेरो छोरा भएको के अर्थ जस्तो लाग्ने के। अब बाउ बिना पो छोराछोरीले अब गरी खान्छन् आमासँग, तर आमा बिना बाउसँग कसरी रमाउन सक्दैनन् छोराछोरी। अनि त्यसैले मैले चाहिँ मर्छु भन्न धेरै पटक सोचेँ, धेरै कोसिस पनि गरेँ, तर सकिनँ। तर त्यो बिचमा मलाई एउटा यस्तो ज्योति आयो कि
म हिन्दू नै थिएँ तर यस्तो गोला गोला जस्तो ज्योति आएपछि अनि तैँले हार किन खान्छेस् तासँग मसँग आइज अनि तैँले मलाई खोज्दै आउनु लागेको आज धेरै भइसक्यो तर तैँले किन जिद्दी गरेछस् भने यस्तो आवाज आयो जस्तो ए आवाजै सुन्यो त्यस्तो लाग्यो। त्यसपछि मैले चाहिँ मतलब सुतेको बेला कि कस्तो समय सुत्ने बेला लगभग 9-10 जति बजेको थियो साँझको 9-10 बजेतिर एउटा आवाजले चाहिँ भन्यो भनिसकेपछि त्यो आवाजले चाहिँ के भन्यो अरे अब त किन हार्छेस् किन हार खान्छेस् म छु तेरो साथमा म तेरो साथमा छु मलाई खोज्दै तैँले धेरै भएको मलाई रचना लागेको तैँले जिद्दी गर्न सकेका छैनस् भन्ने भयो। त्यसपछि मैले आजकल विशेष गरेर मलाई यो ख्याल भयो नत्र भने त्यो मलाई मतलबै भएन त्यो आवाज त सुन्यो तर पनि मतलब गरेन। अनि त्यसपछि त्यस्तै भयो अलि 6 वर्षसम्म यत्रो समस्या भयो मर्छु म अब बाँच्दिनँ मर्छु अनि मेरो छोराको बिचल्ली हुन्छ भन्नेसम्म लाग्थ्यो अनि रुने मात्रै लाग्थ्यो रात दिन रुन्थेँ सुत्न सक्दैन थिएँ। श्रीमानलाई भनेन यो कुरा उहाँलाई पनि थाहा थियो सबैजनालाई थाहा थियो परिवारलाई श्रीमानलाई सबैलाई। त्यसपछि चाहिँ एकपट्टि सुते अर्कोपट्टि फर्किन नसक्ने अवस्था थियो अनि त्यसै गर्दैमा म ब्रोइलर फार्ममा काम गर्थेँ अनि दिनभरि चल्ला काटेर हात दुख्ने त्यसैको पेटले शरीर दुख्ने ज्वरो अनि त्यस्तो हुन्थ्यो। चल्ला काट्ने ठाउँ ब्रोइलर फार्ममा चाहिँ जागिरी पायो। त्यसपछि अनि बिराम भएँ अनि बिराम भइसकेपछि अब म कस्तो अब म विश्वास गर्छु अब म बाँच्छु अनि भन्ने जस्तो लाग्यो आफूलाई भित्रबाट हृदयमा आफूलाई आयो। अनि त्यसपछि कसैले गर भनेर त्यस्तो त कसैले गर भने नगर भन्ने मान्छे धेरै थिए नगर भन्ने मान्छे धेरै थिए तर गर भन्ने मान्छे कोही भएन। अनि त्यति गर्दै म चाहिँ भूमिका भाउजूको कोठामा गएँ अब मिना भाउजूलाई सोध्न सकिनँ अगाडिको मान्छेलाई त्यही भएर चाहिँ त्यहाँ गएर भाउजूले भन्नुभयो ठिकै हुन्छ मान्नुहोस् अनि निको हुन्छ भन्ने कुरा भयो। त्यसपछि त्यहाँ गएर चाहिँ प्रार्थना गरिदिनु भयो त्यो भोलिपल्ट चाहिँ दानियल दाइले ग्रहण गरिदिनु भयो। अनि त्यसपछि त्यो मानेको 1-2 महिना जति भएको थियो होला खै म आजभोलि नै आफै मान्छु कि त्यस्तो मान्छे म यस्तो कसरी भएँ भन्ने विश्वास गर्यो। विश्वास गरिसकेपछि प्रार्थना भयो होइन प्रार्थना भइसकेपछि के भयो ल भन्नु त प्रार्थना भइसकेपछि तर मैले चाहिँ मेरो लागि प्रभु मलाई निको पार्नुहोस् भन्ने मेरो आवाज कति पनि आएन फेरि आफूले चाहिँ मलाई अब निको हुन्छ भने आशै हराए विश्वास गरे पनि मलाई प्रभु मलाई निको पार्नुहोस् भनेर मैले प्रार्थना गरेन मेरो लागि तर आफ्नो लागि आफूले गरेन तर अरू विश्वासीले गरे अरूले गरिदिनु भयो सम्पूर्ण विश्वासीलाई गरे मैले गरेँ अब जाने नजाने पनि तर मेरो लागि मैले गरेन। आजकल लाग्छ कि मैले मेरो लागि त एक पनि प्रार्थना गरेन तर म कसरी यति छिटो छुटकारा भएँ जस्तो लाग्छ। निको भयो चट्टै भनेपछि प्रवेशलाई विश्वास गर्ने बित्तिकै त्यो समस्या चट्टै निको भयो। ल अब त्यसो भएपछि प्रवेशलाई के भन्न चाहन्छौ त अब प्रभुलाई अब हुन त मबाट दिने प्रभुलाई मेरो माबाट धन्यवाद बाहेक केही छैन तर प्रभुलाई दिने धन्यवाद बाहेक केही पनि छैन उहाँलाई चाहिँ धन्यवाद दिन चाहन्छु र अनि यसै गरी सम्पूर्ण बिरामीहरू थकित भएका होइन अब धेरै रोगहरूले थकित भएका मानिसहरू अब आउनुहोस् अब प्रभु येशूसँग रच्नुहुन्छ प्रभुले अनि प्रभुको बहुमूल्य रगत धेरै अमूल्य छ होइन अनि निको पार्नुहुन्छ। त्यसै गरी अब सबैजनाहरू आउनुहोस् र शान्ति र शक्ति लिएर जानुहोस् भन्न चाहन्छु। हामीले प्रभुलाई विश्वास गरिसकेपछि श्रीमानले के भन्नुहुन्छ अर्थात् अरू सासू ससुराले के भन्नुहुन्छ विश्वास गरिसकेपछि म चाहिँ घर परिवारबाट चाहिँ गिरेँ तर शरीरबाट छुटकारा पाएँ परिवारदेखि गिरेँ तर केही छैन मलाई प्रभुले चाहिँ मतलब उहाँहरूले मन परेको छैन उहाँहरूलाई अनि मलाई चाहिँ अब मलाई निको पार्ने मेरो शरीर बचाउने प्रभु येशूलाई म अब छोडेर कहाँ जाने अनि अब कसैले के भन्छन् भने अब येशूले रोग निको पार्ने भएपछि यत्रा हस्पिटल किन खोलेका छन् यत्रो हस्पिटल किन भने धेरैले विरोध गर्छन् हस्पिटल केका लागि हो तिम्रो मूर्ख हो भन्छन् त्यस्तो मान्छेलाई के भन्छौ त त्यो चाहिँ अब त्यसो हस्पिटलले चाहिँ पहिलोचोटि नै अब 3 पटकको मौका राख्यौँ 3 पटक चाहिँ हस्पिटल गइसकेपछि निको नभएर फेरि पनि त्यही हस्पिटल धाउनुपर्ने कारण के रहेछ त यसको चाहिँ उत्तर चाहियो क्या मलाई। अनि तिमी जस्तै अब 6 वर्षसम्म त कतिचोटि हस्पिटल गयो होला होइन अब तिमी जस्तै पनि धेरै मान्छे होला नि हस्पिटल जाने मान्छे होइन तिनी मान्छेहरूले चाहिँ धेरै पैसा तिमीले जस्तो 6-7 लाख रुपियाँ खर्च गरे भने होइन भयो होला 5 लाख जति 5 लाख जति त्यो अनि गहना पनि गयो भनेपछि अब ती व्यक्तिहरूलाई चाहिँ के भन्छौ त एउटा छोटो वाक्यमा अब विश्वास गर्नुहोस्
हैन हृदयदेखि नै धैर्य गर्नुहोस् अनि तर म विश्वासमा आएदेखि मेरो ख्रीष्ट येशूलाई चिनेपछि मैले 2 महिनामा छुटकारा भएँ भने तर यसै गरी सबैजना छुटकारा हुन्छ भन्न सकिँदैन छिटै हैन अब निको हुन्छ सबै कुरा सम्भावना छ निको हुन्छ तर टाइम लाग्छ सबै कुराको टाइम लाग्छ नि समय लाग्छ कसैलाई 6 महिना लाग्ला 3 महिना लाग्ला हप्ता दिन लाग्ला 1 दिन लाग्ला वर्ष दिन लाग्ला तर आफैले धैर्य गर्नुपर्छ फेरि कसैले के भन्छन् भने त्यसो भएपछि त क्रिस्चियनहरूलाई रोगै नलाग्नु पर्ने हैन अर्थात् चाहिँ नि अब त्यहाँ हस्पिटलमा सब बिमारीलाई गएर तिम्रो निको पार भनेर हामीलाई भन्छन् नि त्यस्तो व्यक्तिलाई के भन्ने त के भने नि अब त्यही त भनिरहेछ त अब त्यही भएर अब नभोगेको कुरा हो उहाँहरूले नभोगेर यस्तो यस्तो भन्नुभयो कतिपयले भोगेर बुझेर पनि नबुझे जस्तो नभोगे जस्तो गर्नुहुन्छ अनि उहाँहरूले भोग्नु पर्यो भने ओहो भोलि गएर ख्रीष्ट येशूमा आउनुभयो भने ल मैले यस्तो भनेको थिएँ यस्तो जना मान्छेलाई आज म ख्रीष्ट येशूले चिन्नुभयो र मलाई आज म यस्तो भए हो रहेछ भन्ने थाहा पाउँछन् पछि उहाँले चाख्नु भएको छैन एकचोटि प्रभु येशूलाई चाहिँ चाख्नु पर्यो हैन अनि समग्रमा के भन्न सकिन्छ भने प्रभु येशू सृष्टिकर्ता भएको कारणले हामीलाई नै बनाउने परमेश्वर भएको कारणले हैन उहाँले हाम्रो बिग्रेको भत्केको हाम्रो अङ्गहरू पनि उहाँले फेरि पुनर्निर्माण गर्न सक्नुहुन्छ र बाइबलमा पनि यो कुराहरू प्रष्ट लेखिएको छ प्रभु येशू ख्रीष्टले पनि अनि विभिन्न खालका रोग बिमार लागेका मानिसहरूलाई चाहिँ अनि के गर्नुभयो निको पार्नुभयो हैन अनि प्रभुले भन्नुभयो कि निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन रोगीहरूलाई मात्रै वैद्यको खाँचो पर्छ म चाहिँ धर्मीहरूलाई बचाउन होइन पापीहरूलाई बचाउन आएँ भनेर प्रभुले भन्नुभयो हैन त्यसकारण जसलाई यो कुराको खाँचो छ अब म थाकेँ संसारबाट औषधि गर्दा गर्दा थाकेँ हैन यो बिमारबाट म थाकेँ जस्तो तिमीले भने नि हैन म अब अन्तिम घडीमा मृत्यु रोज्न लागेको थिएँ हैन त्यस्तो व्यक्तिले चाहिँ मलाई बचाउने कोही छ कि भनेर जब प्रभु कहाँ आएर चाहिँ उसले पुकारा गर्छ हैन उसले आवश्यकता ठान्छ त्यस्तो व्यक्तिलाई प्रभुले सहायता पक्कै पनि गर्नुहुन्छ निको पार्नुहुन्छ तर मलाई यसो चाहिँदैन यसैले कहाँ निको पार्नुहुन्छ मलाई हस्पिटल भइहाल्छ हैन अर्थात् अन्य बाटोबाट बुद्धिले ज्ञानले धनले विभिन्न कुराहरूबाट आफ्नो समस्या समाधान गर्न खोज्यो भने मान्छेले प्रभुले त्यस्तो व्यक्तिलाई केही पनि गर्नुहुन्न त्यसले गर्दा संसारमा सबै मान्छेलाई यसले निको पार्नुहुन्छ भन्ने छैन हैन जो व्यक्तिले चाहिँ प्रभुको आवश्यकता ठान्छ आउँछ जस्तो उदाहरणको लागि चाहिँ कपाल काट्ने नाउले बाटोमा गएको लामो कपाल भएको मान्छेलाई गएर आफै काट्दिँदैन हैन त्यो मान्छे चाहिँ मेरो कपाल काट्नुपर्छ भनेर नाउभित्र पस्यो भने अनि त्यो नाउले चाहिँ कपाल काट्दिने नत्र भन्दा बाटोमा लामो लामो कपाल भएका तिनी बहुला पागल भएको मान्छेहरू कपालै नकाट्ने मान्छेहरू धेरै हुन्छन् नि हैन ती मान्छे अब उसले नाउले कपाल काट्ने त उसको सिप हो कपाल काट्ने त उसले जानेको छ पेसा त हो हैन जस्तो येशूले मलाई मन निको पार्ने परमेश्वर भन्नुहुन्छ क्या उहाँले निको पार्ने त परमेश्वर हुनुहुन्छ तर यो मतलब भन्दैमा उहाँले चाहिँ सबैलाई निको पार्दै हिँड्ने आफै होइन तर जो उहाँ कहाँ आउँछ उहाँले के गर्नुहुन्छ निको पार्नुहुन्छ त्यसरी नै कपाल काट्ने ठाउँमा जो चाहिँ आउँछ उसले कपाल काटिदिन्छ नि त्यसरी नै अनि जो व्यक्ति चाहिँ प्रभु कहाँ आउँछ प्रभुले उसको समस्या समाधान गरिदिनुहुन्छ भन्ने सन्देश चाहिँ दिन चाहन्छौ तिमी हैन त ल अब बाँकी योजना के छ त अब बाँकी अब कसरी प्रभुमा जिउने योजना छ प्रभुमा जिउँछु अब हरेक मेरो छ नि मेरो परिवार कोही पनि ख्रिस्टियन छैन सिरियन पनि छैन र तैँले ख्रिस्टियन छोड तँलाई राम्रो गर्छौँ भने पनि मैले छोड्दिनँ मलाई उनीहरूभन्दा राम्रो अरूले जे ठुलो अफर दिए पनि अब प्रभुलाई छोड्दिनँ उनीहरूले जति अब धेरै लाखौँ करोडको उपहार दिएले पनि मेरो प्रभु येशूले मेरो शरीर बचाएको जतिको उपहार केही पनि छैन हो हैन सित्तैमा बिना पैसै हैन प्रभु कहाँ आउने बित्तिकै प्रभुले सायद यदि निको नभएको भए त तिमीलाई क्यान्सर भएको भए चाहिँ क्यान्सरबाट त बचाउन सक्ने कोही पनि थिएन हैन प्रभुले चाहिँ त्योबाट बचाउनु भयो अब त्योभन्दा ठुलो मूल्य अर्को कुनै केही पनि छैन अब यसरी नै अब तिमीले जसरी दुःख पायौ हैन त्यस्तै दुःख पाएका धेरै मान्छे छन् ती मान्छेलाई चाहिँ के भन्न चाहन्छ त्यही मान्छे पनि अब कोही त अब ख्रिस्टियनमा आएर पनि उनीहरूले वचन नपढेर पनि अब अल्पत्र परेछ वचन अनुसार हिँड्नुपर्छ वचन पढ्नुपर्छ
अनि बाइबल अनुसार पढ्यौँ बुढाबुढी नै होइन श्रीमान श्रीमती नै छन् भने त्यो बाइबल अनुसार वचन अनुसार पढ्दै गयो भने उनीहरूको जीवन प्रभुले छिन्दैमा अमूल्य बनाउनुहुन्छ क्या हजुर अनि छिन्नीमा अमूल्य बनाउनुहुन्छ त्यसैले चाहिँ अब एकले मात्रै भन्दा नि दुईले चाहिँ गरेपछि सहज हुन्छ क्या हाम्रो जिन्दगी सहज हुने हो तर केही छैन कोही नहुनेको चाहिँ परमेश्वर हुनुहुन्छ एक्लैले पनि गर्न सकिन्छ ल त्यसो भने प्रभु येशू कहाँ आउन ढिला कसैले पनि नगरौँ समस्या पाएर मात्रै आउने पनि होइन फेरि होइन प्रभुलाई अब हामी मान्छे जात स्वार्थी भए हुनाले हामी कहिले समस्या पऱ्यो भने कहीँ उपाय भएन मात्रै आउँछ होइन प्रभुमा तर प्रभुले त के गर्नुहुन्छ हामीलाई चाहिँ अनि असल छँदाखेरि नै प्रभुलाई चिनेको त झन् राम्रो हो होइन प्रभुलाई धन्यवाद होस् र बाँकी जीवनको लागि अनि प्रार्थना हामी पनि गर्छौँ र सुन्नेहरूले पनि तपाईँको निम्ति प्रार्थना गरिदिनुहुन्छ ल हवस् धन्यवाद धन्यवाद जय मसीह। ल